आज 82 साल 2000 मङ्सिरको 27 गते हामी अहिले तिनपानी भन्ने जग्गामा छौँ। तिनपानी चाहिँ हामी खाँदैन। अनि आजको हाम्रो कार्यक्रम चाहिँ यहाँबाट यो भाटे डाँडा राडार टावर। राडार भनेको यो हवाईजहाजलाई वाच गर्ने टावर माथि छ। भाटे डाँडामा पहिला ट्रेन क्रास भएको थियो नि 50 त्यसपछि हामी ठुलो टावर बनाउने योजनामा बल्ल बल्ल बनेको यो टावर नेपालमा आउने सबै हवाईजहाजलाई गाइड गर्छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग यसको सम्बन्ध हुन्छ। यहाँ टावर छ। अब आजको हाम्रो गन्तव्य चाहिँ टावरसम्म पुग्ने अनि त्यहाँबाट अर्को बाटो आउँदाखेरि फेरि भारे रात पर्छ अनि दलचुकी गएर हामी निरोग आनन्द धाममा खाना खान्छौँ। खाना खाएर अनि फेरि हल्का दलचुकी एक राउन्ड घुम्छौँ अनि लास्टमा फेरि खाएर आज दुईचोटि नै निरोग धाममा खाना खाने हैन। आजलाई लामो धेरै कुरा नगरौँ। म अगाडि हिँड्छु, मभन्दा अगाडि कोही नहिँड्नु होला। धापेडी कसैले नगर्नु होला। बिस्तारै हिँड्ने अनि बिस्तारै झर्ने। सबभन्दा पछाडि हाम्रो अनुप श्रेष्ठजी बस्नुहुन्छ है। अगाडि चाहिँ म। हामी दुईजनाको बिचमा तपाईँहरू आनन्दसँग यसो अनुहार हेर्ने, मुसुक्क हाँस्ने, त्यहाँबाट आउनुभयो।